हुनुहुन्छ मेरा भावना। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अनि सबजनालाई माया छ त्यो गाइस। अनि आज धेरै पछि यसो भ्लग बनाउन लाग्यो हैन। अनि आज चाहिँ म यहाँ कुन ठाउँ दिदी हो? दिदी ओ दिदी, यो ठाउँको नाम के रे? यो ठाउँको नाम याक्तुबासीको खिकी भन्ने ठाउँमा छु हैन। अनि हाम्रो दिदी हुनुहुन्छ। हेलो दिदी। अनि दाइहरू छ। अनि टक्क लाएर आज चाहिँ हामी पार्कतिर घुम्न जाँदैछौँ हैन। अनि त्यही हो गाइस, जस नयाँ ठाउँ हेर्छौँ गाइस। आमा के हो क्यामेरा त चुवाएको त यो चाहिँ हड्डीको फोन हो, मैले हड्डीकोबाट गर्न लाग्यो हैन। अनि त्यही हो आज। अनि हाम्रो कुमार दाइ हुनुहुन्छ। हेलो दाइ। अनि आज चाहिँ टक्क दाजुभाइहरू च्याप्प घुम्न जानु लागेको छु हैन। हाम्रो फर्स्ट भेट्यो भने चाहिँ शान्ति चाहिँ भेटेको अझै हुनुहुन्छ भित्र हैन। त्यही हो। यहाँ चाहिँ हाम्रो हड्डी। हेलो हेलो नमस्ते, सन्चै हुनुहुन्छ? मेरा भावना। अनि यहाँ चाहिँ अब खोर्सानीहरू दाइहरूले रोपेको। हेलो सन्तोष दाई। अनि दिदी पनि हुनुहुन्छ भित्र। ए ओइ भन्दा त ल फेरि कसै छ भने ओइ रे। अनि त्यही हो। अब चाहिँ हामी यहाँ निक्लिनु लाग्यो। अब हेरौँ कस्तो छ ठाउँ होइन। एउटा पार्क छ दामी यता होइन। म चाहिँ गएको छैन, फर्स्ट टाइम जाँदैछु। अनि हेरौँ त कस्तो छ होइन। जागिर जाँदैछु गाइज होइन। त्यो अलिक रात बसिसक्यो अहिले चाहिँ। अनि अघि मैले भिडियो बनाएको थिएँ हो। अनि त्यो भिडियो के भएछ क्या अब हुँदैन, भिडियो भएन छ। मैले हड्डीकोबाट गराएको थियो। अनि त्यो अनि अब यसबाटै ब्लग आउँछ होइन। किनभने अघि के भयो क्या अब हुँदैन। अनि त्यही म जागिर जान्छु। अनि त्यहीबाट टक्क भिडियो बनाउँछु नि। फाइनली यहाँ जागिर भइसक्यो गाइज होइन। जस आउन दिँदै आएको। अनि अब चाहिँ कता हामी घोडे पार्कतिर जानेवाला छु होइन, किनकि त्यही होस्टेल छ। अनि आज चाहिँ बस्छु। अनि भोलिदेखि काममा लाने कुरा छ। भोलिदेखि काम हुन्छ होला गाइज होइन। त्यही हो। अब हेरौँ के हुन्छ। जस अब कुन ट्रेन जान्छ भन्ने चाहिँ थाहा छैन क्या मलाई यहाँबाट। अनि त्यही हो, ट्रेन हेर्नुपर्ने हुन्छ मैले चाहिँ। अनि टक्क ट्रेन हेरेर च्याप्प बाह्रमा जानुपर्ने हुन्छ। त्यही हो गाइज। जस खासै साथीहरू चाहिँ छैन मेरो जागिरमा है। एक दुईजना चिनेको मान्छेहरू छ। अनि त्यही हो, बिस्तारै भेट्नुपर्छ, रमाइलो गर्नुपर्छ च्याप्प लाएर। छोरी मान्छेको खुट्टा चल्ने मान्छे छोरी मान्छे नै हुन्छ भने जस्तै हो क्या। त्यही हो। अब चाहिँ म कसरी जाऊँ भन्दाखेरि नि होइन, मलाई केही थाहा छैन यहाँबाट के जाने कहाँ जाने भनेर। अनि हेरौँ न, पहिला दायाँ बायाँ बुझौँ। अनि त्यसपछि टक्क जानुपर्ने हुन्छ गाइज। म चाहिँ त्यही हो। चाहिँ घोडे पार्कमा आइसक्यो गाइज। घोडे पार्कको चलपल अब फोन कतिले भएको त ड्याङ ड्याङ देखाइन्छ गाइज होइन। अब म चाहिँ अन्डरग्राउन्डमा जानु लाग्यो। खाजा खानु परिहाल्यो, हल्का भोक लागेको छ गाइज होइन। अनि त्यही हो, आज चाहिँ झ्याप्प लगाएर मोमो हानिदिन्छु है। मोमो नखानु धेरै भयो नि त। त्यही भएर के हुन्छ अब नेपालीहरूले केटा हो मोमो खानुलाई, हामीलाई मोमै पाइदिँदैन अनि बनाएको क्या। त्यही भएर चाहिँ हल्का गाह्रो छ गाइज। त्यही हो, एक्लै छु अब केटाहरू छैन। पहिला त अब ट्यापे स्यापे थियो होइन। अनि अहिले त अलि एक्लै भयो नि त म। अनि त्यही पनि केही छैन। नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ यताउति हिँडिरहेको छ होइन। तर खासै बोल्दैन कि यता चाहिँ अब हुँदैन। अब हामीलाई चाहिँ कस्तो लाग्छ भने अब नेपालको मान्छे नेपाली भेटेपछि कस्तो खुसी लाग्छ क्या गाइज होइन। तर भाउ खोजिदिन्छ अब हल्का पारा देखाइन्छ। अनि त्यसपछि चाहिँ रिसी उठिदिन्छ क्या। अनि त्यही भएर यता चाहिँ खासै नेपालीको बालै दिँदैन क्या। तर जहाँ पनि त्यही होला होइन। नेपालमा पनि कुछ चिने हुन्छ र होइन।
अनि त्यही हो तर मलाई चाहिँ बोलिराख्नु मन लाग्छ होइन तर सबहरू बन्द भइसक्यो यार ए ब्याड लक रहेछ नि त केटा हो त्यही हो अब चाहिँ म रुमतिरै जान्छु मेरा भावना अब भोलितिरै आएर हाल्नुपर्छ यहाँ चाहिँ होइन अब बन्द भइसकेपछि त अब के गर्नु त होइन खोल खोल भनेर नआउनु बन्द भएको छैन कि अब उताबाट मान्छे आइरहेको छ फेरि ओफो म को कन्फ्युज भएर छ त गाइस मान्छे त आइरहेको छ त साइको भएछ म कृष्णका अहिले साइको बनाइसक्यो हो अब म त्यहीबाट जान्छु केटाहरू हिँडिरहेको छ हेलो ब्रदर्स कैसे हो ठुलै भित्र त म चाहिँ नदेखिरहेकै गाइस होइन नदेखिरहेको भने नि अब पुरै बन्द जस्तो लाग्यो अनि त्यही भएर चाहिँ बन्द भइसक्यो होला भनेर चाहिँ म फर्किएको गाइस तर बन्द चाहिँ हालिदिन्छ अब म गएर यिनीलाई हान्नुपर्ने हुन्छ होइन हल्का पेट पूजा हाल्नु पऱ्यो नि त नेपाली होटल कहाँ नेपाली होटल हो नेपाली होटलमा गएर च्याप्प मोमो खानुपर्छ गाइज होइन त्यही हो हजुर त्यही हो गाइज म चाहिँ यहाँ आएर नि मोमो आइसक्यो होइन मोमो हाल्दैछु यो सही छ है मोमो चाहिँ मोमो चाहिँ त्यही हो गाइज अनि अब आज चाहिँ म यतैतिर बस्छु होला अब म रुमसुम जान्छु फङ्सन 4 बजी होइन अनि 4 जानेपछि टक्क भिडियो अपलोड गरेर राख्नु अनि भोलि फेरि अब मेरो भोलि काम हुँदैछ अनि त्यो काममा चाहिँ अब के हुन्छ होइन कस्तो हुन्छ यस तपाईँहरू म अपडेट दिइरहने छु तर साथीभाइहरू चाहिँ रमाइलो हुँदै गाइज होइन त्यसले त अलिक नमजा हुँदो रहेछ क्या पहिला त ट्यापिङ थियो केटाउनु थियो नि त त्यही भएर तर होइन यहाँ अब भन्छ नि त मोमो चाहिँ काटेर होइन सिङ्गै खानुपर्छ अरे होइन तर म चाहिँ काटी खान्छु सिलमा है किनभने तातो चाहिँ फेरि म भोलिभन्दा साइडको हुन्छ नि त त्यही भएर जस यहाँ आएपछि चाहिँ के हुन्छ भने फकिङ नेपालको टेस्ट भेट्छ क्या गाइज अब हुँदैन अब यहाँ खासै त्यस्तो मसला यताउति केही पाउँदैन होइन अब हामीले त नेपालको खासै बिर्सिसक्यो हुन्छ नि त अनि यहाँ चाहिँ ड्याङ हाल्नु पाइन्छ क्या के हाल्नु पऱ्यो होइन लाएर म फर्किनु लगाएको गाइज होइन अब चाहिँ रुम जाँदैछु किनभने मोमो सो पनि हान्ने हो अनि त्यही हो अनि चार्ज पनि छैन फोनमा अनि अब फेरि जानुपर्छ नि त फेरि त्यहाँ मान्छे त्यही भने ल्याङ हुन्छ मलाई त्यही भएर अब चाहिँ घोडे पार्केरमा गाइज अब फोन दामी भए त दामी क्यामेरा आउँछ होला होइन तर अब फोन पनि त्यस्तै पत्तर पऱ्यो नि मान्छे जस्तै अनि त्यही भएर अलिकति गाह्रो हो अनि अब चाहिँ मेरो पार्कबाट जानुपर्ने हुन्छ स्कुटरमा ढ्याक्क पारेर हिँडिरहेको नि त फेरि हुन्छ त्यही हो जोस् अब खै मा के भन्नु भइसक्यो होइन अब म चाहिँ यो पार्कतिर छु अब राति हुँदा त फोनले नै यहाँ दिँदैन नि त यति अब कपल्सको जहाँ छ केटाकेटीहरू आयो होइन त्यहाँ आफू त के गर्नु त यतिकै हिँड्ने त होइन अनि त्यही यताको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ अब खासै चाहिँ देखिँदैन त्यही पनि हल्का होइन अनि अब चाहिँ गएर टक्क दाइहरू खाना भेटेर टक्क सुन्नुपर्ने छ किनभने भोलि बिहानै आउँछ भन्नु छ नि त मलाई तिनीहरूलाई यो भाग्यमा बोक
अब कस्तो ल्याङकै केटा हो होइन उता हेऱ्यो नि माया 2 जना छ उता हेऱ्यो नि 2 जना छ होइन अनि हल्का साइडको भ्यू रहेछ क्या लाइट पनि कस्तो देख्यो मेरो त फोनमा नि क्यामेरा नि कस्तो छ भने यार कसम भने अलि हुँदैन अलिकति राम्रै छैन क्या खासै त्यही भएर चाहिँ अलिकति ल्याङ हुन्छ कस्तो पेट पो दुखा जस्तो भयो त यार के भयो मलाई होइन के भयो मलाई के भयो बाबुलाई कसले भनिन्छ होइन यार त्यो गाइज अनि आजलाई यति नै नयाँ हुन्छ भने लाइक एन्ड सब्सक्राइब माया छ सबैलाई त्यो गाइज अब भोलि आउँछ रेगुलर बाई